कति घरमा बस्नु भनेर चाहिँ हामी चाहिँ लाग्यौँ यता साथीहरू क्याम्पिङतिर। नानीहरूको छुट्टी, बुढाको छुट्टी, आफ्नो छुट्टी मिलेको बेला त हो नि हिँड्ने। अनि हामी चाहिँ हिँड्यौँ, लाग्यौँ। वेदरले अलिक च्यालेन्ज गर्दै थियो, पानी आउला जस्तो जस्तो हुँदै थियो। मैले चाहिँ यहाँ गीत बजाइराखेको थिएँ, हामी चाहिँ गीत गाएर हिँडिराखेको थियौँ। तर अब कपिराइट पर्नेबाट मैले गीतहरू त सबै हटाइदिएँ होइन। ए त्यो त उनीहरूले आफैले जोडेको नानी। हाई भनिदिनु नि, यो चाहिँ मेरो कान्छी छोरी हो, मेरो बेस्ट फ्रेन्ड। हाई भनिदिनु त पहिला, गाइजहरूलाई हाई भनिदिनु नि। हाई गाइज भनिदिनु। ए बाबा अगाडि मम्मी पछाडि होइन, बाबा अगाडि मम्मी पछाडि। हेरौँ यो चाहिँ हाम्रो त यहाँ त यो चाहिँ हाम्रो भोलिको लागि घर। अनि यो चाहिँ हाम्रो किचन। अनि यहाँ सबैजनाको घर बनिँदैछ। यो चाहिँ हाम्रो रामे दाजुको हो, यो चाहिँ हाम्रो हो। अनि यो चाहिँ हामी हो। यो चाहिँ आजको हाम्रो घर हो गाइज। धेरै नानी। यो चाहिँ आजको हाम्रो रुमी हो, रुमी। यता चाहिँ टेबल छ, यता यो छ, माथि लाइट लगाएको छु। यो चाहिँ हाम्रो क्याम्पिङको डे 1 हो। भोलिदेखि फेरि अरू पनि लिएर आउँछु है त। थ्याङ्क यू।